पश्चिमको ग्याङदेखि हो भने थाहा होला नि मजी केटाहरूले साइडतिर पुरै गाडी हानिदिनु मजी पछाडिको बोल्छ नि फेरि त्यसको सिधै गाडीमा पुरै नाइट हानिदिन्छ मजी फेरि याद राख्नु नि है ए केटाहरू जहिले पनि साइडमा त पनि हाइटमा फेरि ग्याङस्टरहरूले बोल्न थालेपछि त्यसको मुखमा सिधै गोलीको काटी ड्याङ ल केटाहरूले मुजी बोल्न लागेको पुरा अब ग्याङ ल मुजी साइड फिट सास आउँछ मुजी मलाई सिकाउनु पऱ्यो पुरै ध्यान दिन्छ पुरै ज्ञान ल मलाई के सोचेको भाइ अब फेरि आइज फेरि यस्तो रिक्स पुरै लिने हो भने मुजी गाइड गरिदिन्छु रिक्स ल रिक्सको टाइम तँलाई पनि ड्याम लाग्छ पुरै यो मेरो ग्याङ ल साइनको नाम दिए पनि हुन्न तँलाई पनि ग्याङको पुरै अर्थको पुरै राइम ल सिक्ने साइडदेखि आन्छ छुरा अब ग्याङले अब पुरा मेरो ज्ञानले त पनि पुरै लिइरहेको छ केटाहरूले मेरो कुरा ध्यानले यति कुरा बुझ भाइ नतरी बन्यो सिद्धिन्छ तेरो टाइम फेरि खल्लास अनि त्यसको चाहिँ हाम्रो हुन्छ फेरि पुरै प्रकाशको सिन्जान फेरि नेपाल पुरै इन्डियादेखि पुरै पछि चाहिँ हुन्छ फेरि सब ठाउँको सिनलाई भाइ यति कुरा याद राख फेरि बढी मुजी जाम कि जाम पुरै कट्टा हामीहरू जस्तै मुजी जहिले पनि हामी पुरै मस्त जहिले पनि बढी बोल्ने होइन फेरि